तो हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो कस्टिक लाइभ गेमिङमा तपाईलाई। आजको म देखाउन आँटेको छु तपाईहरुलाई मेरो जति पनि गन स्किन बन्डलहरु छ म देखाउन चाहन्छु। तपाईहरुमा अलिक कन्टेन्टको कमी भयो के बनाउनु भनेर त्यही भनेर म आज देखाउन आँटेको छु तपाईहरुलाई मेरो जस्तै कि गनको सबै स्किन इभो स्किन बन्डल देख्न सक्नुहुन्छ। सुरुमै बनिदेखाए मैले बनिदेखाए र अब हेर्नु म जान्छु बोल्डमा हेर्नु सक्नुहुन्छ पुरा बन्डलमा यी मिनाटो यहाँ छ जुजुत्सु काइसेन हाम्रो फर्स्ट बोय पास यहाँ छ पेन्थर वाला पेन्थर जेजेके मेगमी फुसिवरो युजी यहाँ पनि छ यो बन्डल पाण्डा वाला यो छ ओर्चुमारु यो छ वरियर वाला काकासी हटाके छ यो छ हेर्नु सक्नुहुन्छ। प्राय जस्तो नराम्रो पनि भन्दैन ठिकठिकै पनि बन्डलहरु छ ठिकठिकै बन्डल पनि छ हेर्न सक्नुहुन्छ। यो तपाईहरुलाई यहाँ यिनीहरु बन्डलहरु पनि छ बीटीएस को हुन्छ यो छ मेरोमा अलिक मान्छु कि कस्तो राम्रो बन्डल भन्दा अलिक लेजेन्ड जस्तै कि अब रेयर भन्दा नि यो मान्छु क्या म चाहिँ। यो इन्क्युबेटर यो छ यो पनि छ यो पनि छ यो भूतवाला अनि यहाँ चाहिँ धेरै जस्तो प्राय जस्तो ठिकठिकै छ बन्डल। जोकरको हुन्छ यहाँ हेर्न सक्नुहुन्छ जोकर यो फुटबलको यो छ यो पनि छ। मलाई कुर्ता सुरुवाल चाहिँ दामी लाग्यो क्या हेर्नु यहाँ हेर्नु सुसाइड स्क्वाड यहाँ धेरै जस्तो राम्रो छ कुनै राम्रो छैन। 100 धेरैवटा छ क्या मसँग देखाउँदै गयो भने टाइम लाग्छ। मलाई चाहिँ सही लाग्छ क्या देसी ग्याङ्स्टर बन्डल। यहाँ पनि हेर्न सक्नुहुन्छ अर्को जोकर मैले निकालेको यहाँ पनि छ यो समुराई वाला त्यहाँ पछाडि हेर्न सक्छ यो रब्बी मलाई थाहा छैन के बन्डलको नाम यो छ केटीहरु पनि यहाँ टन्नै छ। केटीहरुको त्यसै खासै छैन क्या केटीहरु मलाई केटीहरुको भने यो चाहिँ सही लाग्छ यो अब आउटफिटमा जाउँ न आउटफिटमा त्यही त छ सबै कुनै यो छ कति राम्रो छैन यो पर्खिमै हामी अलिकति कम्बिनेसन मिलाउँ न मलाई भन्नु कम्बिनेसन ठिक छ कि छैन यसको थाहा छैन त बोल्छु किन त्यही दिनु न त्यही राखिदिनु त्यतै यता राखिदिनु नि ए कुन चाहिँ बढिया छ हेरौँ मलाई भनौँ न कुन चाहिँ राम्रो छ। यो ठिकै छ यो पछाडि म तपाईहरुलाई म देखाउँछु ल त्यहाँ पछाडि म तपाईहरुलाई मेरो गन स्किन चक्ली दिनु तपाईहरुलाई म देखाउँछु। पर्खिमै म यो म्याचिङ गरिहालेँ ल योसँग भइसक्यो अनि तपाईहरुलाई म मेरो देखाउँछु गन स्किन जसरी कि मसँग के छ हेर्नुहुन्छ। यहाँ मसँग गन स्किन M4A1 को 11 वटा छ हेर्नु सक्नुहुन्छ। यो भइहाल्यो एउटा मलाई यसको लुक चाहिँ दामी लाग्छ यसमा खासै छैन एक्युरेसी मात्रै छ। अरे यार फोन टच हुँदैन त्यहाँ फोनै ह्याङ भइसक्यो हेर्नु सक्नुहुन्छ। मसँग यो छ अनि मलाई अलिक पिङ्क कलरको पनि छ क्या
यहाँ छ यो विन्टरल्यान्डवाला पर्मानेन्ट यहाँ हेर्न सक्नुहुन्छ। मसँग प्रायः जस्तो धेरै छ क्या आइटमहरू राम्रो। तपाईँहरूसँग के छ भन्नु होला। मसँग इभो पनि छ, इभो पनि गनहरू छ। म हेर्न सक्नुहुन्छ 8वटा छ यहाँ। यो त होइन यहाँ हेर्नु विन्टरल्यान्डको मसँग आई थिङ्क 1-2वटा छ, धेरै छैन गन। यहाँ सक्नुहुन्छ यो फार्मसको 4 लेभल, यो छ 3 लेभलमा। तपाईँहरूलाई म मेरो उयो देखाउँछु र तपाईँहरूलाई म मेरो इभो गन देखाउँछु। इभोमा चाहिँ हेरौँ ल। यहाँ मसँग यो एउटा छ M16 को 3 लेभल, MP40 3 लेभल, थमस 3 लेभल, थम्सन 3 लेभलको, MP5 4 लेभलको, फार्मस 4 लेभलमा। यसको लुक चाहिँ दामी लाग्छ क्या मुर्कुटावाला। फार्मस UMP 3 लेभल, XM8 3 लेभल, स्कार 4, ड्रागन AK 5। हेर्नु सक्नुहुन्छ यति नै छ मेरो। अरू पनि म देखाउन सक्छु ल। यहाँ हेर्नु मैले तपाईँलाई इमोट त देखाएको छुइनँ। इमोट यो भयो, इमोट हेर्नु सक्नुहुन्छ। यहाँ छ यो पनि छ, यो धेरै आइटम छ क्या मसँग। इमोट 57वटा छ। यहाँ छ चस्मावाला कोब्राको, लोल पनि छ। मलाई चाहिँ सही लाग्ने भनेको यो वाला हो क्या, वुल्फ बोलाउने यो बाहुबली। मसँग छनु त इमोटहरू छ कि, तर त्यति कुनै यस्तो पनि छैन। अब यहाँ पनि छ धेरै जस्तो निकालेको छु। कति इभेन्टमा फ्री, कति डायमन्ड खर्च भएको, धेरै डायमन्ड खर्च भएको छ। तपाईँहरूसँग के छ छैन मलाई भन्नु र लाइक सब्सक्राइब हालिदिनु। यहाँ हेर्नु सबै छ। यो डिस्प्लेमा हेर्नु ल। यो एउटा हो, अनि यो एउटा छ क्या मेरोमा। त्यहाँ पछाडि चाहिँ छैन, निकालिन। अनि प्यारासुटमा हेर्नुहुन्छ भने टन्नै छ प्यारासुट पनि। हेर्नु स्किल्स त्यति धेरै छैन। स्किल कलेक्सनमा आउनु तपाईँलाई 97वटा छ क्या ब्याकप्याक। यहाँ हेर्नु लुट बक्स पनि धेरै छ। यो हाम्रो सर्फबोर्ड दामी छ यार, दामी डिजाइनको, दामी धेरै। अब त के देखाउनु त्यस्तो छैन। गाडीहरू पनि राम्रो छ, जस्तै कि यो हो। मलाई एउटा चिज चाहिँ मनपर्छ क्या, यो फरारी जस्तै ल्याम्बोर। यो राम्रो लाग्छ मलाई, यो मनपर्छ। एउटा यो मनपर्छ। अरू त खासै केही छैन मेरोमा। त्यही भनेको यो इन्कुबेटरको यो 2टा छ। अब इन्कुबेटर छैन। आजको भिडियोमा यति नै। मैले देखाउनु त कलेक्सन के छ कसो छ, त्यही भनेर मैले यो भिडियो बनाएको। मलाई भिडियो अथवा कस्तो भने कन्टेन्ट बनाउनु अलिक त्यति आउँदैन पनि। के हाल्नु, थम्बनेल कसरी बनाउनु, कसरी एडिट गर्नु आउँदैन। अलिक सुरुवात मेरो यो भर्खरको सुरुवातै हो। ल गुड बाई, बाई नमस्ते।